नमस्कार छ। आज पञ्चमी तिथि। आज उहाँलाई हाम्रो तान्त्रिक विधिबाट हेरखोज गर्दाखेरिमा उहाँलाई कर्कट नाग उठाइकन दुष्टले अत्यन्तै पीडा दिएको कारणले गर्दा उहाँ धेरै उपचार गर्नुभयो, धेरै ठाउँमा जानुभयो, हस्पिटल पनि जानुभयो। दर्शकहरू धेरै खोज गर्दा पनि उहाँलाई समस्याको समाधान नभएको कारणले गर्दा आज पञ्चमी तिथि पारेर नाग खानमा यही गृहमा आइकन हामीले चाहिँ आज पूजा दिन दर्शकहरू। र अर्को कुरो यहाँ बुवा हेर्नुहोस्, यो अवस्थामा हुनुहुन्छ। हेर्नुहोस्, उहाँलाई भतभतै पनि डक्टरी रूपबाट थुप्रै उपचार गरियो कि गरिएन है, त्यो पनि समाधान हुन सकेन, हो कि होइन? र उहाँलाई काली नाग उठाएर हेर्नुहोस् अत्यन्तै दुःख पीडा दिएको रहेछ। र आज हामी चाहिँ पञ्चमी तिथि पारेर आज उहाँलाई नागको पूजा गरियो। दर्शकहरू उहाँको भिडियो योभन्दा अगाडि पनि हामीले दिइसकेका छौँ। र अर्को कुरो यसरी हामीले आज पूजा गर्नुपर्ने हुन्छ है। अब जतिखेर पनि मान्छे कामी थुप्रै कारणले कामेको हुन्छ, मुटुको कमजोरीले पनि कामेको हुन्छ, विभिन्न लागु पदार्थले पनि कामेको हुन्छ, देवपितृले पनि कामेका हुन्छ। कामी भन्दामा त्रिशूलले हान्ने, तातो पार्ने, तताउने, अब कुटपिट गर्ने, थुप्रै किसिमको अङ्गभङ्ग हुने हिसाबले चाहिँ कतिपय भइरहेको छ। दर्शकहरू म खबरदार गर्छु उहाँलाई, वास्तविक ज्वरो पत्ता लगाउनुहोस्, हो कहाँ के भएको रहेछ बुझेर यसरी नै यदि चाहिँ नागिनी उठाएर दुःख पीडा लिएको छ भने यस्तै विधि तरिकाले महत्त्वपूर्ण दिन पञ्चमी तिथि पारेर हामीले चाहिँ बिताएको हुन्छ। दर्शकहरू र अर्को कुरो देवीदेवता पनि उठाएको हुन्छ, वीर मसानहरू उठाएको हुन्छ, थुप्रै टोना दुर्गा टुनामुना पनि हामीले त्यही अवस्था हेरेर रोग अनुसारको हामीले अगाडि बढ्छौँ। दर्शकहरू आज हामी यहाँ आएर उहाँ सबैलाई सेवा गर्ने मौकाहरू पाइयो। बाबु के छ हजुरलाई, कस्तो छ, खुसी हुनुहुन्छ? अब मेन ढोका हामीले खोल्यौँ। अबको दिनबाट हजुरलाई अब धेरै पनि अन्यहरू पनि हामीले कार्य गर्ने बाँकी छ, गर्दै जानेछौँ, हो। र सर केही कुराहरू भन्न चाहनुहुन्छ? अब हामीले सङ्घर्ष त धेरै चाहिँ गऱ्यौँ। अब यहाँ हजुर चाहिँ जड भेट्टाए जस्तो हामीलाई पनि लागिरहेछ। मान्छेले एउटा विश्वास गर्ने सन्च होस्, हजुरलाई पनि हामीले चाहिँ निराश बनाउँदैनौँ। त्यो मैले कल्पना लिएर हिँडेको थिएँ। म पनि एउटा धर्म संस्कार श्राद्ध निवारण गराउने ब्राह्मणको छोरा, ब्राह्मण कुरोमा जन्मेको, धर्ममा विश्वास गर्ने, आत्मामा विश्वास गर्ने मान्छे। विश्वास गरेपछि हुन्छ, विश्वास नगरेपछि केही पनि एकदम ल धेरै हजुरहरूलाई सबैलाई चाहिँ मेरो प्रणाम छ, नमस्कार छ। हजुरहरू जहाँ छ फलोस् फुलोस्, आँटेको कुरो पुगोस्। जय शम्भो, नमस्कार।